हल्ली चल्ली म चाहिँ आज अदुवा रोप्न आएको छु। यहाँनिर हाम्रो केप्छुकी दाइ खोली काट्नु हुँदैछ, सक्नुलाई खोली काटेर। अनि पुरा म चाहिँ फरुवा लिएर यो रुखको छेउछाउमा गोरुले हलोले नभेटेको फरुवाले मिलाउँदै थिएँ छेउछाउको। अनि हाम्रो दिदी भान्जी भान्जाहरू बहिनी भाइ बडिआमा बोजू सबजना अदुवा रोपिदिनु आइदिनु भएको छ मेरो। यसपालि चाहिँ मैले यहाँ लेरुङमा दिदी घरमा लगाएको अदुवा, यहाँ दिदी घरको बारीमा। हाम्रो उता चाहिँ अलिक पानी आएर हुँदैन त, त्यसको लागि यस्तो अलिक मिलाउनु पर्छ फरुवाले। म चाहिँ रोपेको छुइनँ, यसरी मिलाइरहेको छु छेउछाउको। यहाँनिर यहाँसम्म यसरी मिलाएको थिएँ, लाइनै देख्नुहुँदैछ होला। यसरी अदुवाको बोरा त्यहाँ कोठ्या अब यहाँ यसरी मिलाउँछ छेउमा। गोरुले खोली बनाउने, अदुवा रोप्ने, अनि फेरि हलोले नै पुर्ने त्यसको पछाडि। अहिले चिया खानु बोलाएको ठन्डा बिस्किटहरू लिएर आएको थिएँ यसरी। अहिले म चाहिँ अघि नै भिडियो स्टार्ट गर्छु भनेको काम गर्दा गर्दा बिर्सेर त्यतिकै यसरी लाइनै यसरी अदुवा कोठ्या लाउने। 14 प्याकेट यस्तो बस्तामा भरेर 14 बस्ता लिएर आएको। यो अरूले रोपेको यसरी ट्याक्कै तपाईँ। मैले चाहिँ 14 बस्ता लिएर आएको थिएँ। अब हेरौँ सबै जान्छ कि बा 1-2 बस्ता उब्रिन्छ कि कोठ्या उब्रियो भने अब कता फेरि लाउनु पर्छ, यतै घरतिरै घरबारीमै। गाह्रो छ हौ जिन्दगी। अब चिया खाने बेला दिने चिया अब खेताला पार्टीहरूलाई। उब्रिन्छ क्या कोठ्या त। अब चाहिँ ठन्डा पिने टाइम भयो हाम्रो। मैले चाहिँ कालो खालको रम लिएँ। यहाँ हाम्रो दिदीहरू भान्जीहरू सबैजना लिइरहेछ। पुचे भाइ बिस्कुटसँग पेप्सी बिस्कुटसँग मिल्छ नि पुचे? एकदम आइस भन्छ बिस्कुट झऱ्यो तपाईँको तल। कुर्सी पो मजा भेटेछ त नि भान्जाले त नि बाल्टिङमा त। यहाँ चाहिँ फेरि अहिले रोपिसकेको जति दाजुले फेरि अहिले पुर्दिनु हुँदैछ गोरुले। दिदीहरू त्यसरी रोपिरहनु भएको छ। लु गाइस, आजको लागि अदुवा रोपेर चाहिँ खतम भयो। यति भारी यहाँ कति 11 बस्ता गयो। 11 बस्ता मात्रै ढाक्यो। कोठ्या उब्रिरहेछ। 3 बस्तै उब्रेको छ 14 बस्ता ल्याएकोमा। अब त्यसलाई फेरि घर लिएर जाने, अनि उतै जहाँ घर छ त्यहीँको बारीमा लगाउने। यो चाहिँ मैले शान्तिपुरदेखि सामने यहाँ पारबुक सामने यहाँ दिदी घरमा आएर यहाँनिरको माटोमा लगाएको थिएँ। त यति नै आजको अदुवा रोप्ने काम।